ल अब हामी चाहिँ फाइनल्ली गुफा पोखरीलाई छोडेर जाँदैछौँ। साह्रै इन्जोय गऱ्यौँ है। यस अनि मैले यो मेरो लागि दबाई पनि लाँदैछु। चिरेटो नि पोथी चिरेटो। हिमाल त यस्तो दामी भइरहेछ होइन आमा। ममता हेर त भइरहेछ होइन यस्तो दामी भइरहेछ। वाउ यो चाहिँ पोखरी है। यहाँ हिँड्दैछौँ हामी टक्क लगाएर होइन। एउटा पर पुगिसक्यो। यहाँ हामी गन्ठ्याङ गर्दै हिँड्दैछौँ। फोटो नाच्दा त इफेक्ट लगाएर पनि दामी निकालिन्छ। अनि बिहानको घामले चाहिँ यो पोखरीमा लाइट परेर क्या मजाले आँखै हेर्नु हुँदैन रहेछ। अनि त्यही भएर कालो चस्मा लगायो भने पुर्लुक्कै ढालिदिन्छु भन्ने कालो चस्मा लगायो अरे होइन। पुरा फोटो खिच्नु पर्ने रहेछ है। जति नै गऱ्यो भने अब यहाँ हामीलाई ढिलो भइसक्यो। हामी चाहिँ गाडीबाट आएको लोकल बसबाट। अनि लोकल बस चाहिँ 10 बजीसम्ममा सब फर्किसक्छ अरे। त्यही भएर हामीलाई 8:30 बजी खाना खान आउनुहोस् भन्ने रहेछ। अनि हामी जाँदैछौँ। त्यो पारिको हिमाल चाहिँ यस्तो दामी छ कि आमामा। त्यति मात्र होइन त्यहाँ पार पनि यस्तो दामी छ है। अब यहाँ आउनुसम्मको लागि त हामीलाई मर्नु भयो भने त्यो हिमाल पुग्दाखेरि त हामी माथि पुग्छौँ एकैचोटि होइन। हो कि होइन? ममतालाई त यहीँनिर अक्सिजनको कमी भइसक्यो। एउटाले चाहिँ के गर्दैछ होला। घाम यस्तो लागिरहेछ नि त्यही भएर मजाले हेर्नु हुँदैन। चस्मा लगाएर हेर्नुपर्छ है साथीभाइ हो। चस्मा लगाएर त्यो उयो के गर्दैछ हौ खै हेर्नुहोस् साथीहरू कस्तो राम्रो देखेको कि छैन ममताको मेकअप भनिदिनुहोस् ल। खै कस्तो देखिरहेछ म हेर। दामी देखिरहेछ त। अनि दामी देखेको छ। दामी देखिरहेछ। रमाइलो भइरहेछ राम्रो भइरहेछ। जस इन्जोय गऱ्यौँ हामीले जति चाहेको आएर फोटोसोटो भिडियो बनायौँ। जे जस्तो पनि राम्रो आओस् नराम्रो आओस् खिच्नु जान्यौँ खिच्नु नजान्यौँ होइन। हाम्रो लागि चाहिँ इन्जोय गऱ्यौँ। अनि यो भिडियो चाहिँ सुषमा साम्पाङ राईको युट्युब च्यानलमा अपलोड हुन्छ। प्लिज डु भिजिट एन्ड वाच इट। अनि त्यसपछि डु सब्सक्राइब एन्ड लाइक। लास्टमा चाहिँ लाइक गरेर बाटो चाहिँ नि यो बसन्तपुरदेखि यताको बाटो 2 घन्टाको चाहिँ यस्तो डेन्जर रहेछ नि। मैले त सोचेको पनि थिइनँ। आमामा हुन्छ आमा कस्तो गाह्रो थियो। र पनि हामी अब आज कसरी जाने। 2 घन्टा पार गरेपछि फेरि फिलिली हो फिलिली हुन्छ। बाई हामी गयौँ। अब यहाँको सकिएको छैन र पनि भयो राम्रो आउँदैछ कि गोकी गो भन्छ नबोलिकन जान्छ पोस्ट दे नि त नि बोल्छ नि त कहाँ राम्रो आउँछ त। अरू पोस्ट दे।